हेलो एभ्रिवान, सबैमा नमस्कार। जय शम्भु, जय भोलेनाथ, हर हर महादेव। महाशिवरात्रिको हजुरहरू सम्पूर्णमा हार्दिक मङ्गलमय महाशुभकामना। सन्चै हुनुहुन्छ होला, हामीहरू पनि सन्चै छौँ। म आज यतिखेर धनगढीको शिवपुरी धामबाट हजुरहरूमा एउटा भ्लग लिएर उपस्थित भइसकेकी छु। पक्कै पनि माया गर्नुहुनेछ भन्ने पूर्ण आशा राखेकी छु। के कस्तो लाग्छ मेरो भ्लग हेरेर प्रतिक्रिया दिन नबिर्सिनुहोला। फाइनल्ली यता देख्न सक्नुहुनेछ हजुरहरूले भक्तजनहरूको चप्पल यति अगाडि शिवपुरी धाम आउन अझै बाँकी छ। उहाँहरूले सायद आफ्नो चप्पल सुरक्षित राख्न खोज्नु भएको होला, सुरक्षित साथ राख्नु भएको छ। फाइनल्ली यस्तो भिड हुन त जहिल्यै हो, शिवपुरी धाममा जहिल्यै भिड हुन्छ। त्यसैले म खासै यस्तो अब सार्वजनिक ठाउँमा भनौँ के भनौँ, म यस्तो भिडभाडमा खासै पूजा गर्न मन लाग्दैन। त्यति शान्त भएर बस्न सक्दिनँ नि त, मेरो दिमाग यताउता गइराखेको हुन्छ। शान्त भएर पूजा एकचित्त भएर पूजा गर्न सक्दिनँ के, एकदमै गाह्रो हुन्छ मलाई, एकदमै गाह्रो हुन्छ। अनि विशेष गरेर म मेरो ससुरा बुवाको लागि म यो मन्दिरसम्म आएकी थिएँ। उहाँ मौकाले यसपालि तराईतिर झर्नु भएको थियो धनगढी, अनि मौकाले म पनि आएको छु। आज शिवपुरीको भिडभाड हेरौँ न त भनेर भन्नुभयो र अनि उहाँकै लागि आएको। बुवा साँच्चीकै एकदमै हैरान हुनुभयो भिड देखेर। मेरो भाइ पनि आएको छ यता, पत्रकार भाइ। आइफोन का आगे हाम्रा क्या होता है ये फोन का भनेर कि हिन्दी भाषामा बोलिरहेको थियो। यस्तो औँला ठड्याएर भन्नुभयो कि मेरो भाइले। हजुरहरूले मेरो दिजूको फलोवर्सले मलाई पनि फलो गर्नु है भनेर गयो। एकदम हतारमा थियो। अब पत्रकारहरू ठाउँको भिडियोहरू खिच्नुपर्छ नि त, त्यही भएर ठिक छ। पक्कै पनि हजुरहरूले मजाले फलो गर्न सक्नुहुनेछ। पत्रकारहरू हामी सबैलाई काम लाग्ने मान्छे हुन्। फाइनल्ली हेर्नु न गाइज, पुरै रसीको सहाराले बाटो बनाउनु भएको छ। सुरक्षाकर्मीहरू पनि हुनुहुन्छ। अनि यस्तो लामो भिडमा के लाइन लागेर पूजा गर्नु र। अब त्यसैमाथि मेरो ससुरा बुवा बिरामी पनि हुनुहुन्थ्यो। अनि त्यही पनि हामीले मजाले आफ्नो घरमा पूजा गरिसकेका थियौँ। अनि यस्तो भिडमा पूजा गर्दाखेरि गाह्रो हुने, कता मन जाने, के पूजा गर्ने कस्तो गर्ने एकदम बबाल लाग्छ कि। त्यही भएर हामीले सामान्य किसिमको धुपबत्तीहरू गऱ्यौँ। अनि बुवाले पनि ठिकै छ भनेर भन्नुभयो। मजाले हेर्नुभयो बुवाले भिडभाड, अचम्मै पर्नुभयो। हो यस्तो भिडभाड नै। फाइनल्ली मैले यहाँ फेरि अर्को हाम्रो पत्रकारज्यूलाई देखेँ। मजाले मुस्कान दिइराख्नु भएको छ। बाबुले नमस्कार गर्दैछ। के कस्तो लाग्यो मेरो भ्लग हजुरहरूलाई? यसो हेरेर प्रतिक्रिया दिनुहोला। ओके, बाई बाई, सी यू गाइज, बाई बाई।